अहिलेसम्म पैसा बाँड्ने काम भएको छैन। पैसा बाँड्ने काम त अहिले बाँड्यो भने त पैसा त चिरिप हुन्छ होइन। 17-18 गतेतिर बाँड्ने होला। नयाँ पार्टीको हल्ला पनि छ तर हल्ला होइन, नयाँ पार्टी जनतामा छ। जनतामा छ कि छैन त हामी 21 गते बुझौँ ल। तपाईँहरू कार्यकर्तामा हुनुहुन्छ, नयाँ पार्टी जनतामा छ। जनतामा छ कि कार्यकर्ताको बिचमा कहाँ छ त्यो 21 गते चाहिँ प्रमाणित हुन्छ। तर यसपटक तपाईँका नेताहरू कागती निचरे जस्तो भएर बस्नु भएको छ। उहाँहरूको प्रधानमन्त्रीको उम्मेदवार जुन ठाउँमा गयो त्यहाँ मान्छे चाहिँ थाम्न नसक्ने छ। अब मान्छे मात्र हेर्ने हो नि त, मान्छेले पनि भोट हाल्ने। तपाईँहरूका त पितृले भोट अनि केपी ओलीलाई तपाईँले त उचाल्ने काम गर्नु। के उचाल्ने काम गर्नु? जस्तै म 23 गतेको बेलुका सम्झिन्छु नि, 23 गतेको बेलुका समेत तपाईँ चाहिँ सञ्चार माध्यममा आएर के भन्दै हुनुहुन्थ्यो, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हट्दैन, प्रधानमन्त्री राजीनामा दिनुहुन्न। तपाईँ जसरी प्रश्न भइरहनु भएको थियो त्यो पहिलो वाक्य सच्चै हेर्नु तपाईँले आफ्नो खोज्या प्रतिबन्ध हट्दैन भने होइन तपाईँले किन भनेको भने आएन यसमा सबभन्दा बढी चाहिँ स्ट्यान्ड लिने मान्छे तपाईँ होइन। तपाईँ त गलत कुरा बुझ्नुहुन्छ। अलिकति लाज हिन भन्ने त मान्छेमा हुन पर्छ।